माननीय सभामुखज्यू, यो समयको लागि धन्यवाद छ। मैले त नाम लेखाएको थिएन, आज बोल्नु पर्दैन होला भनेको नाम बोलाउनु भएकोमा। र आज 5 मिनट दिनुभएको छ, यो चाहिँ आजलाई पुग्छ। र यहाँ हिजो मैले चाहिँ संसदमा मैले आफूलाई माननीय जस्तो ठान्दिनँ। मैले भनिरहेको छु म त विद्यार्थी हो भनिरहेको छु बाटोतिर भन्दाखेरि पनि। अनि यता आउँदाखेरि पनि बाटोमा कसैले भेट्यो भने स्कुल जान लागेको भन्छु। हिजो पढाइ भएन है, दुर्भाग्यवश। आज चाहिँ पढ्न पाइयो र आज धेरै पढ्न पाइयो, किनभने धेरै उपदेशहरू आदेशहरू हैन विभिन्न माननीयज्यूहरूबाट सुन्न पाइयो र धन्यवाद छ। र आज चाहिँ रिस मरेको छ, किनभने म नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छु। हिजोको समाचार अनुसार चाहिँ विज्ञान प्रविधि र नवप्रवर्धन मन्त्रालय भन्ने चाहिँ गठन गर्ने निर्णय गरेकोमा सरकारलाई चाहिँ म धेरै धन्यवाद दिन चाहन्छु। त्यहाँ एउटा कुरा छुटेको छ। कुरा के छुटेको छ भने विज्ञान प्रविधि अनुसन्धान तथा नवप्रवर्तन हुनुपर्ने अनुसन्धान भन्ने शब्द चाहिँ त्यहाँ चाहिँ छुटेको छ।